हेलो एभ्रिवान, मेरो भिडियोमा चाहिँ कतिजना नयाँ हुनुहुन्छ मलाई चाहिँ फलो गर्नु होला। म चाहिँ हजुरहरूलाई फलो ब्याक स्योर दिनेछु। अनि मेरो भिडियो चाहिँ हजुरहरूको मोबाइलमा आएको छ भने मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट पनि गरिदिनु होला। म पनि हजुरहरूको भिडियोमा लाइक कमेन्ट गरिदिनेछु। अनि हजुरले मेरो भिडियोमा लाइक कमेन्ट गरेपछि त मैले पनि हजुरहरूको भिडियोमा लाइक कमेन्ट गर्ने होइन र अनि हामीहरूलाई चाहिँ एक अर्कालाई सपोर्ट गरेर अघि बढ्नुपर्छ कि साथीहरू, होइन? जो पनि नयाँ नयाँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ त्यो चाहिँ मसँग आएर जोडिनु होला। म चाहिँ एकदमै सपोर्ट गर्नेछु र हजुरहरूले पनि मलाई सपोर्ट गर्नु होला। जो पनि सानो नयाँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ नि त्यसले चाहिँ हार नखानुलाई कि भ्युज आउँदैन भनेर भिडियो नबनाम भनेर नसोच्नु होला। भिडियो चाहिँ कन्टिन्यू हालिराख्नु होला। हजुरको भिडियोमा पनि अवश्य भ्युज आउनेछ। मेरोमा चाहिँ त्यस्तो खासै आउँदैन साथीहरू, तर पहिलेको भन्दा अलिअलि राम्रो चाहिँ आउँछ, तर त्यस्तो खासै पनि मेरो भिडियोमा भ्युज आउँदैन। यो भिडियोमा चाहिँ मेरो 3-4 हजार चाहिँ भ्युज पुऱ्याउनु पर्यो है साथीहरू। अनि म चाहिँ यहाँ आज कोलपुर त्रिभुवन स्कुलमा आएको छु। अनि मेरो चाहिँ यो स्कुलमा काम थियो कि त्यही भएर चाहिँ म यहाँ कोलपुरमा आएको छु। अनि त्यसपछि हामी बाहिर उभिरहेको थियौँ। अनि एउटा सरले चाहिँ भित्र बोलाउनु भयो। भित्र गएर चाहिँ हामीले कुरासुरा गऱ्यौँ, सबै कुरासुरा मिलायौँ। अनि त्यसपछि साथीहरू हाम्रो काम बनिसकेको थियो। अनि त्यसपछि हामीहरू त्यहाँबाट एकछिन बाहिर गयौँ कि भित्र चाहिँ एकदमै धेरै भिड भएर हामीहरूलाई चाहिँ बाहिर जानुहोस् भन्नुभयो। अनि हामी बाहिर आएर चाहिँ पानी खोजिरहेको थियौँ कि अनि कुनै पसलमा पनि पानी नै रहेनछ कि मतलब होटलहरू पनि रहेनछ यो स्कुलको साइडतिर चाहिँ। अनि अलि अगाडि आउँदा चाहिँ यहाँ उखुको जुसहरू अनि यो नरिवल पानीहरू राख्नुभएको रहेछ। अनि हामीहरू चाहिँ यहाँ आएर बस्यौँ। अनि बसेर चाहिँ हामीले 2 गिलास चाहिँ उखुको जुस बनाउन पठायौँ। अनि यता छोरो चाहिँ खुसी भइरहेको छ कि घुम्न पायो भने खान पायो भन्दा खुसी नै हुन्छ यो चाहिँ। अनि त्यसपछि साथीहरू उखुको जुस पनि आइसक्यो। अनि म चाहिँ खाँदैछु। अनि मलाई खाँदा चाहिँ यो उखुको जुस मन परेन कि मतलब गुलियो नै रहेनछ। अनि उखुको जुस पनि कस्तो अर्कै के। अनि साथीहरू त्यही पनि अब पैसा हालेपछि त खानै पर्यो, होइन? अनि त्यही भएर चाहिँ मैले खाएर थोरै बाबुलाई पनि खुवाइदिएँ। मेरो बाबुलाई पनि मन परेको थिएन क्या, त्यस्तो खाएन धेरै। अनि मैले चाहिँ त्यसपछि सबै खाएँ कि पैसा तिरिसकेपछि त खानु पर्यो, होइन? अनि त्यसपछि हेर्नु सक्नुहुन्छ कोलपुरतिरको भ्यू यस्तो राम्रो मौसम गरेर आएको थियो। तर साथीहरू एक्कासी पानी पऱ्यो कि हेर्न सक्नुहुन्छ। अनि मेरो बाबु चाहिँ पानीमा रुच्नको लागि बाहिरतिर गएको थियो। अनि मैले चाहिँ यतातिर ल्याएको थिएँ। अनि एकछिन रोयो। अनि त्यसलाई भुलाउनुको लागि चाहिँ मैले आधा दर्जन केरा किनिदिएँ। अनि साथीहरू एयरपोर्टतिर त 300 रुपियाँ दर्जन छ केरा कि, होइन? तर यता कोलपुरतिर त 150 रुपियाँ दर्जन रहेछ। अनि मैले चाहिँ आधा दर्जन केरा किनेँ। अनि मेरो बाबुले चाहिँ 3-4वटा केरा खायो कि हजुरलाई भने विश्वास नलाग्ला, तर मेरो बाबुले चाहिँ 3-4वटा केरा खाइदियो कि साथीहरू। अनि त्यहाँबाट चाहिँ हामीहरू सिधै एयरपोर्ट आइसक्यौँ। म चाहिँ यही कामको लागि कति घुमेँ कि साथीहरू, कहिले यता गरेँ कहिले उता गरेँ, होइन? मेरो काम चाहिँ फाइनली भइसक्यो साथीहरू। मेरो काम चाहिँ अब पुरै सक्यो कि अब कुनै झन्झट नै छैन कि साथीहरू। कहिले यता कहिले उता घुमिराख्नु परेको